नमस्कार दर्शकवृन्द। जाति, भाषा, संस्कृति र सम्पदा यो देशको विशेषता आजभन्दा धेरै वर्ष अघिको कुरा हो। नेपालको इतिहासमा सबैभन्दा बढी 200 वर्ष जति आफ्नो शासन सञ्चालन गरेका थिए किराँतहरूले। त्रेतायुगको रामायणदेखि द्वापर युगको महाभारतको कुरुक्षेत्रसम्म, शिवको श्लोकदेखि वेदव्याससम्म व्याख्या, इतिहास, उपस्थिति भएको समग्र किराँतसँग जोडिएका धेरै प्रसङ्गहरूमध्ये केहीको विषयमा आज हामी चर्चा गर्नेछौँ। यो संसारको सृष्टि र उत्पत्ति के कसरी र कोबाट भयो भन्ने तथ्यहरू धेरै छन्। आज हामी यी तथ्यहरूमध्ये संसारको र सिङ्गो मानव अस्तित्वको प्रारम्भ कुन ढङ्गबाट कसरी भयो भन्ने कुराको छलफल किराँत सभ्यता अन्तर्गत रहेर गर्नेछौँ। साथै किराँतहरू कहाँबाट आए, कहाँ बसोबास गरे भन्ने विषयको व्याख्या गर्नेछौँ। किराँती राजाहरूले गरेको शासन, कति वर्ष राज गरे भन्ने जस्ता समग्र किराँती सभ्यताको चर्चा गर्नेछौँ। यस संसारको उत्पत्ति भएपछि मानवरूपी सृष्टिको पहिलो खुड्किलोको लागि भगवानले बोखोपी नाम गरेका एकजना मानिसको सृष्टि गराए र सन्त सुरख नाम गरेकी युवतीको सृष्टि गराए। सन्त सुरख र बोखोपीबाट एकजना बालिकाको जन्म हुन्छ जसको नाम हुन्छ सुम्निमा। ऊ वृन्दावनमा बस्दथिन्। शान्त, शीतल र विशाल जङ्गलमा थरी थरीका चराचुरुङ्गी र पशुपन्छीहरूसँग उनी समय बिताउँदथिन्। त्यति विशाल जङ्गलका विभिन्न पशु र पन्छी नै सुम्निमाको साथी थिए। पशुपन्छीहरूले बोल्ने भाषा सुम्निमाले बुझ्दथिन् र कुराकानी गर्दथिन्। प्रकृतिको मनोरम काखमा खेल्दै डुल्दै हुर्केकी थिइन्। समय यसरी नै बित्दै थियो। उनी जवान भइरहेको थिइन्। समयको लहर चलिरहँदा एक दिन यस्तो अवस्था सृजना हुन्छ। एक अपरिचित पुरुष आकाशबाट आएको थियो। हावाको मार्गबाट पृथ्वीमा आउने उक्त व्यक्ति पारुहाङ थियो। पारुहाङ एकदमै हृष्टपुष्ट, शालीन र साहसी देखिन्थ्यो। टाढाबाट देखेकी सुम्निमा पारुहाङप्रति आकर्षित भएको थिइन्। यो कुरा पारुहाङलाई थाहा भइसकेको थिएन। प्रकृतिमा घुम्दै डुल्दै पारुहाङ पुनः आकाशमै फर्किन्छ। पारुहाङप्रति मोहित सुम्निमाले भेट्ने इच्छा कल्पना गर्दा गर्दै अधुरो नै रहन्छ। सुम्निमाले पारुहाङसँगको भेट गर्नका लागि विकल्पको खोजी गर्दै आफ्ना पशुपन्छीहरूसँग प्रश्न गर्छिन्। उनका साथीहरूले बताउँछन् कि पारुहाङको घर आकाशमा छ। ऊ त हावाको माध्यमबाट यहाँ आउँछ र फेरि आकाशमै फर्किन्छ। हावा मार्फत सन्देश पठाउँदा पारुहाङसम्म पुर्याउन सकिने सल्लाह दिन्छन् चराहरूले। प्रकृतिसँग निकट सम्बन्ध बनाएकी सुम्निमा हावासँग पनि कुरा गर्न सक्थिन् र सन्देश पनि पठाइन्। नभन्दै हावाले पारुहाङ समक्ष पुगेर सन्देश सुनाउँछ। पृथ्वीमा एकजना सुन्दर युवती विवाह गर्न चाहन्छन् भनेर पारुहाङ पनि खुसी हुन्छ। पृथ्वीको सुन्दर युवती सुम्निमासँग बिहे हुने कुराले उसले ढिला नगरी पृथ्वीमा हावासँगै आउँछ। पारुहाङ सुम्निमा बस्ने ओडारमा गएर भेट्छ। टाढाबाट हृष्टपुष्ट ज्यानदेखि आकर्षित भएको सुम्निमाले जब नजिकबाट देख्छिन् उनी छक्क पर्छिन्। थेप्चो नाक, चिम्सो आँखा भएका पारुहाङ उसलाई मन पर्दैन र उनी पारुहाङबाट टाढा जान्छिन्। यो देखेर पारुहाङको मनमा नराम्रो चोट पर्छ। विवाह हुने भनी हर्षले भरिएको मनमा एक्कासी बादल छाएजे हुन्छ। यो कुरा कसैले नदेखे पनि मनैबाट घोर लज्जा महसुस गर्छन्। मनको कटघरामा लज्जाको बन्दी भई लालाहित पारुहाङलाई क्रोध जागेर आउँछ, किनकि उसले एक किसिमले धोका पनि पाएको थियो। त्यसैले गर्दा उसले सुम्निमा रहने स्थानहरूमा सम्पूर्ण जलको स्रोतहरू बन्द गरेर केवल कर्कलाको पातमा केही छिटा मात्र छोडेर आकाशमै फर्कन्छ। यता सुम्निमासँगै जङ्गलमा सबै पशु र पन्छी पानीको हाहाकारले गर्दा व्याकुल हुन्छन्। खोला, खुल्सी, नदी, कुवा सबैतिर भौतारिँदै सुम्निमाले पानी खोज्छिन्, तर कहीँ कतै पानी भेटिँदैन।
कुथुर्के, बगाले, भ्याकुरा, लाहाचे, ढुकुर, जुरेली, चाचर, प्याउडा, हलेसो, कोइली सबैलाई पानी खोज्न पठाउँछिन्। लाहाचेले एउटा रुखको टोड्कोमा भेटेको पानी अति तिर्खाएका कारण आफैले पियो, तर चिबेले भने कर्कलाको पातमा भेटेको पानी सुम्निमालाई बोलाएर दिन्छ। तिर्खाले हर हर भएको कारण तत्काल पिउँछिन्। केही समयपछि उक्त पानीकै कारण सुम्निमा बिरामी पर्छिन् र सबैजना भेला भई चैया, भगेरा र लाटोकोसेरोले जोखाना हेर्छन्। पानीको हाहाकारका बेला कर्कलाको पातमा जम्मा भई सुम्निमाले पिएको पानी नभएर पारुहाङले मन्त्र छोडी गएको औषधि रहेछ। उक्त औषधिका असरले बिरामी परेको थाहा हुन्छ। अब उक्त बिरामी निको पार्न स्वयं पारुहाङले नै मात्र सक्ने भएकाले पुनः हावाको मार्फत सन्देश पठाउँछन्। यही दिनको प्रतीक्षामा रहेको पारुहाङ पनि सन्देश पाउनु लगत्तै पृथ्वीमा आउँछ र औषधि पानी गर्दै जाँदा सुम्निमा निको पनि हुन्छन्। यो घटनाबाट सुम्निमाको मन पनि फेरियो र उसले पारुहाङलाई आफ्नो श्रीमान स्वीकार गरिन्। विवाह बन्धनमा बाँधिएपछि समयको अन्तराल सँगसँगै सुम्निमाले एकैपटक 5 जना सन्तानको जन्म दिइन्, तर 5 जना फरक थिए। जेठो बाघ माइलो मानिस जसको नाम हेलम्बु थियो, साइलो भालु, काइलो चितुवा र कान्छो कुकुर थिए। पारुहाङ पनि आकाशमै फर्किसकेको थियो। सुम्निमा आफ्नै सन्तानहरूसँग आनन्दपूर्वक बस्न थाली।